मैले चाहिँ आज हाम्रो सानो भाइलाई रेल नदेखाएको अनि रेल कस्तो हुन्छ भनेर भन्यो। अनि मैले चाहिँ रेल देखाउन लागेको। अनि रेल आउनलाई अलिकति टाइम लाग्ने भएको थियो, 2-3 मिनट लाग्थ्यो थियो। अनि मैले एकछिन पर्ख अनि देखाउँछ है त भनेर भनेको थिएँ। अनि भाइले चाहिँ टक्क पर्खिरह्यो, साह्रै हेर्न मन लागेको रहेछ रेल, जहाँ मलाई चाहिँ ट्रेन भन्छ, देन्से भन्छ। अनि ठ्याक्कै पर्खिरह्यो। अनि मैले चाहिँ उताबाट आएको देखाएँ, पछाडि ब्याक गरेर कस्तो लाग्यो भनेको थिएँ। राम्रो लाग्यो यस्तो उस्तो भनेर निकै जिज्ञासा देखाएर हेऱ्यो होइन, राम्रोसँग मजासँग हेऱ्यो। अनि अब भाइले हेऱ्यो, अब हजुरहरू नि हेर्नुहोस् भनेर चाहिँ मैले एउटा टक्क भिडियो बनाएको थिएँ। अब हजुरहरू नि हेर्नुहोस्, धेरै लामो हुन्छ। राम्रो छ, भाइले हेरै गरे। बरु हामीलाई नि सानोमा हुँदाखेरि यस्तै हेर्न मन लाग्थ्यो। गाडी हेर्नलाई पनि साह्रै धाउधा पर्थ्यो हामीलाई चाहिँ बेला। अब अहिले भाइहरूलाई गाडी त नर्मल भइहाल्यो, गाडी बाइक। रेलहरू चाहिँ नेपालमा छैन, त्यो भएर चाहिँ नेपालमा रेल नभएर यता मैले देखाइदिरहेको छु। हजुरहरू कस्तो लागेछ सल्लाह सुझाव प्रतिक्रिया दिनुहोला। रेल गयो, मान्छे ट्याक्कै झाऱ्यो, 1 मिनटमा रेल गयो। अब फेरि अर्को म चढ्ने रेल आउँदैछ, त्यहाँ चाहिँ एकछिनमा आइपुग्छ। गफ गर्दै भाइसँग रेल देखाउँदै जस रमाइलो भइरहेछ। रमाइलो कुराकानी गऱ्यौँ, सानो भाइको इच्छा पनि पुरा भयो।